Hello guys, welcome my YouTube channel. It's me Sirina Shrestha. म चाहिँ बिहान उठेर मुख धुँदैछु यहाँ अनि त्यसपछि हल्का फुल्का मेकअप गरेँ। देख्न सक्नुहुन्छ मैले यहाँ पुरै मेकअप पोतिरहेको छु। त्यसपछि मैले मोइस्चराइजर क्रिम लाएँ, त्यसपछि मैले सनस्क्रिन लाएँ अनि त्यसपछि मैले पुरै माडिरहेको छु। म मजाले माडिरहेको छु। त्यसपछि म कन्सिलर युज गर्छु, त्यसपछि ब्लेन्ड गर्छु सबैतिर, फेरि ब्लेन्ड गरेँ अनि त्यसपछि मैले फाउन्डेसन युज गर्छु, त्यसपछि त्यो पनि ब्लेन्ड गरेँ। मैले ब्लेन्ड गरेँ त्यसपछि मैले घाँटीमा पनि युज गर्छु हल्का फुल्का फाउन्डेसन। घाँटीमा पनि युज गर्नु पर्यो नि त, नभए फेरि घाँटीमा कालो देख्छ नि त, अनुहार मात्रै गोरो भएन। अनि त्यसपछि म टिका लाउँछु। मेरो मेन पार्ट चाहिँ टिका हो। मलाई टिका चाहिन्छ नै चाहिन्छ, नभए टिका लाएन भने कस्तो बिमारी भएको जस्तो देख्छ। त्यसपछि म मस्करा युज गर्छु। फेरि मेरो आँखा त्यो सानो हो कि, त्यही भएर गाजर लगाएको पनि देख्दैन राम्रोसँग, त्यही भएर। अनि त्यसपछि फेरि मैले ब्लेन्ड गरेँ। त्यसपछि फेरि म गाजर लाउन गइरहेको छु। त्यसपछि म गाजर लाउँदैछु। फेरि एउटा आँखामा चाहिँ मिल्छ, एउटा आँखामा मिल्दैन गाजर, तर यो पालि चाहिँ भयो। त्यसपछि म लिप लाइनर लाउँदैछु। फेरि कोरिरहेको छु लिप लाइनरले। फेरि लिपस्टिक लाएँ, हल्का फुल्का नक्कल गर्दैछु। त्यसपछि फेरि कोरेँ मैले। अलि मलाई डार्क मनपर्छ, त्यही भएर मैले कोरेँ। त्यसपछि म ब्लस लाउँदैछु। फेरि मैले ब्लेन्ड गरेँ, नाकमा पनि ब्लेन्ड गरेँ। फेरि मैले गाजर तल लागेको मेटिरहेको छु। फेरि मैले ब्लेन्ड गरेँ, मजाले ब्लेन्ड गरेँ। फेरि मैले लिप लाइनर लाएँ। मलाई चाहिँ एकदम डार्क मनपर्छ के, डार्क। फेरि त्यहाँबाट थपिरहेको छु। त्यसपछि कपालहरू खोलेँ। त्यसपछि यो चाहिँ हामी बस्ने होटेल, हामी जाँदैछौँ होइन। देख्न सक्नुहुन्छ, म तपाईँहरूलाई हाम्रो होटेल देख्छु। हामी अहिले काठमाडौँमा छौँ। अब हामी बस्ने होटेल देखाउँछु तपाईँहरूलाई म। त्यहाँ चाहिँ पार्किङ हो, यो चाहिँ पार्किङ गर्ने ठाउँ। त्यसपछि हामी यतापट्टि मोड्नुपर्छ। त्यसपछि फेरि हामी त्यहाँबाट सिधा जानेछौँ। यो सब होटेल साइड हो, यो जति हजुरहरूले देख्नुभयो यो सब होटेल हो। फेरि हामी यतापट्टि साइड जानेछौँ, मोड्नेछौँ। त्यसपछि तपाईँहरूले त्यहाँ देख्नुहुन्छ पशुपति होटेल हो। हामी चाहिँ पशुपति होटेलमा बसेको छौँ। त्यसपछि हामी त्यहाँभित्र जान्छौँ। त्यसपछि लिफ्ट। त्यसपछि देख्न सक्नुहुन्छ हाम्रो पुरै होटेलको वरिपरि। म चाहिँ अलिअलि नक्कल पारिरहेको छु यहाँ भिडियो बनाएर। सो म चाहिँ लिफ्टबाट गएन, किनभने लिफ्ट आउन अलिक टाइम हुने भयो नि त, त्यही भएर लिफ्टै पर्यो, लिफ्टै आएन, टाइम लाग्ने भयो। त्यही भएर म भरिङबाट गएँ।
हामी बसेको रुम नम्बर चाहिँ 102। त्यसपछि फेरि हामी बाहिर निक्ले दिउँसोतिर। बाहिरको भ्यू यस्तो छ। दिस इज माई ब्रदर, त्यो चाहिँ मेरो दाई हो। फेरि हाम्रो दाई त हिरो हो नि गाइज। ऊ पुरै पानी बोकेर हिँडिरह, कोक हातमा बोकेर ठिमिक 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 लाएर हिँडिरह। कोक पनि खाली छ। सो गाइज हजुरहरूले देख्न सक्नुहुन्छ यो चाहिँ सिभिल मल। यति राम्रो छ नि गाइज, यति राम्रो छ। हजुरहरू पनि जान सक्नुहुन्छ। यो चाहिँ हाम्रो सुन्धारा भन्ने ठाउँमा छ। यहाँ पुरै कस्तो राम्रो राम्रो गेमिङहरू पनि छ, खेल्ने ठाउँ। त्यसपछि यहाँ त्यो मेकअपको प्रोडक्टहरू सबै पाउँछ कि सबै यति राम्रो हो। त्यसपछि हजुरहरूले देख्न सक्नुहुन्छ यो चाहिँ अगाडिको पुरै भिडियो। त्यसपछि हजुरहरूले देख्न सक्नुहुन्छ धरहरा।